बालेनलाई सुकुम्बासी किन हटाइस भन्थे, आज देख्यौ नि सुकुम्बासी किन हटा भनेर। हिजो सुकुम्बासी नहटाको भए आज बाढीले लान्थ्यो लाखौं नेपाली मारेर। देशको विकास भएको किन हामीलाई पस्दैन आज, कमसेकम सुकुम्बासी सुरक्षित बस्दैछ। पहिलाको सरकार हुँदा यहाँ खाले देख्या तिम सुकुम्बासीहरू मर्या बाढीले बगाएर। बालेनलाई सुकुम्बासी किन हटाइस भन्थिम, आज देखिम नि सुकुम्बासी किन हटा भनेर। हिजो सुकुम्बासी नहटाको भए आज बाढीले लान्थ्यो लाखौं नेपाली मारेर। जे हुनु थियो भइसक्यो होइन, हामीले न भन्दैमा हुने पनि थिएन। बरु जति सकिन्छ सहयोग गरौँ, जहाँदेखि सकिन्छ सहयोग गरौँ होइन। सहयोग गर्ने भनेकै यस्तै बेला हो, यस्तै बेला सहयोग गरेपछि बल्ल पुण्य पाइन्छ है। त्यो बेकारमा जुवा तास खेलेर पैसा फाल्ने दाजुभाइहरूले बरु यस्तै बेला सहयोग गर्नुहोस्। सो त्यही हो, जति सकिन्छ जहाँदेखि सकिन्छ सहयोग गरिदिउँ। हाम्रै देशमा कति मान्छेहरू मर्नुभयो होला, उहाँहरूको स्वर्गमा बास होस् होइन। अब के भन्नु त, अब नेचुरल कुरा हो, कसैको गल्तीले गर्दा भएको होइन। अबदेखि चाहिँ हामीले एकदम ध्यान पुर्याउनु पर्छ। हाम्रो सुकुम्बासीहरू अथवा खोला नजिकमा बस्ने मान्छेहरू खोला नजिकमा नबस्नु होला। स्पेसली साउन असारको महिनामा चाहिँ हामीहरू खोलादेखि टाढै बसेको राम्रो हुन्छ होइन। सो त्यही हो, अब जे हुनुहुन्थ्यो भइसक्यो। जति सक्नुहुन्छ जहाँदेखि सक्नुहुन्छ सहयोग गरिदिनु होला है त। हस् त, धन्यवाद।